प्रधानमन्त्री बालेन शाहले नबोलेर एउटा ऐतिहासिक परम्परा तोड्ने भएका छन्। जहाँ सधैँ राष्ट्रपतिको प्रमुख आतिथ्यतामा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने चलनलाई ब्रेक गर्दै प्रधानमन्त्री बालेन शाहले यसपटक आफै सम्बोधन नगर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका हुन्। प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले बताएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले संविधानको धारा 66 को उपधारा 2 बमोजिम जेठ 15 गते विश्व समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र मार्फत सिफारिस गरेपछि यो नयाँ तरंग पैदा भएको हो। राष्ट्रपति कार्यालय स्रोतले गणतन्त्र दिवसको अवसरमा टुडी खेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न सिफारिस गरेको पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त भएको पुष्टि गरेको छ। रोचक कुरा त के छ भने मन्त्री परिषदले प्रधानमन्त्री बालेनकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेर गृह मन्त्रालय मार्फत देशैभर भव्य तयारी गरिरहेको छ। तर मूल आयोजक समितिका प्रमुखले नै सधैँको परम्परा तोडेर आफू नबोल्ने मूड बनाएका छन्। प्रधानमन्त्रीको यो अप्रत्याशित कदमले शीतल निवासमा भने तीव्र असन्तुष्टि बढाएको छ। जहाँ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले कार्यकारी प्रमुखले राष्ट्र प्रमुखलाई औपचारिक समारोहमा बोल्नका लागि समेत यसरी जे पायो त्यही सिफारिस गर्नु गम्भीर र अस्वाभाविक भएको दावी गरेको छ। विगतमा काठमाडौँ महानगरपालिकाको मेयर छँदा पनि बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए।